हेलो एभ्रिवान, गुड मर्निङ फ्रम गोसाइकुण्ड। डे 3 मा चाहिँ सबैजना नभए पनि हामी 3 जना चाहिँ सूर्यकुण्ड पुगेर आउने भनेर प्लान बनाएको थियौँ। अनफर्चुनेटली त्यो प्लान चाहिँ फेल भयो, किनभने रातभरि हामी 8 जनामा 1 जना पनि निदाउन सकेनौँ। चिसो भन्नाले त्यस्तो धेरै चिसो पनि थिएन, तर किन हो हामी कोही पनि निदाउनै सकेनौँ। अनि बिहानै त के भन्नु, अलि ढिला ढिला उठेर हामी सबैजनाले तलको शिवलिङ्गमा मात्रै पूजा गरेको थियो नि त, अनि माथिको मेन मन्दिरमा पूजा गरेको थिएन। त्यही भएर सबैजना रेडी भएर चाहिँ हामी माथि मेन मन्दिरमा पूजा गर्न गयौँ। अब त्यहाँ गएर नुहाउने हालतमा त थिएनौँ हामी, त्यही भएर त्यहाँ गएर सबैजनाले कुण्डको पानीले मुख धोयौँ। त्यसपछि हामी मेन मन्दिरमा पूजा गऱ्यौँ। अनि त्यहाँनिरको सिस्टम चाहिँ कस्तो हुँदो रहेछ भने बिहान खाजा दिने चलन चाहिँ हुँदैन रहेछ है। हामी पहिला कोरी ट्रेक जाँदाखेरि चाहिँ बिहान खाजा नास्ताहरू सबै दिने गर्नुभएको थियो नि त, अनि हामीलाई त त्यस्तै हुन्छ होला जस्तो लागेको थियो, तर त्यहाँ त्यस्तो छैन रहेछ। अनि हामीले लगेको खानेकुराहरू पनि बाटामा हामीले त खाइसकेको थियौँ। अनि त्यहाँनिर चाहिँ केही थिएन, त्यही भएर त्यहाँनिर चाहिँ सबैजनाले चियाहरू पियौँ। अनि फेरि जुन बाटो गयो त्यही बाटो फर्क्यो, अनि जस्तै सबैजना घरतिर फर्क्यौँ। हुन त यस्तो राम्रो ठाउँलाई छोडेर आउन कसलाई मन हुन्छ र होइन, तर पनि के गर्ने, छोड्नै पर्यो, घर त आउनु पर्यो। अनि बुद्ध मन्दिरदेखि लौरी विनायकको बिचमा चाहिँ यस्तो राम्रो हिउँ थियो, अनि त्यसमा चाहिँ अब हामी बस्नै सकेनौँ कि यत्तिकै। अनि हिउँमा खेलेर फोटो भिडियोहरू बनायौँ। अनि यतिखेर त केही भन्नुभएको थिएन, तर हिँड्न परेपछि याद आयो, माथिदेखि नै भोक लागिरहेको थियो नि त। अनि लौरी विनायक आइपुग्दाखेरि चाहिँ भोकले यस्तो धेरै गाह्रो भएको थियो, त्यहाँ त केही नखाइकन हिँड्ने हालतै थिएन। अनि म र सुस्मी मात्र चाहिँ मतलब पछाडि, सबैजना अगाडि हुनुहुन्थ्यो। अनि म र सुस्मीले चाहिँ ल हामी चाहिँ यहाँ चाहिँ केही किनेर खानै पर्छ, नत्र चाहिँ म चाहिँ सक्दिनँ भनेर, किनकि खाना चाहिँ हामीले चन्दनबारीमा खानुपर्ने थियो नि त। अनि त्यहाँनिर चाहिँ हामीले चाउचाउ र फ्रुटी किनेर खायौँ। चाउचाउ र फ्रुटी चाहिँ मेरो लाइफको सबैभन्दा महँगो किनेर यहीँ खाएको। चाउचाउको 100 रुपियाँ अनि फ्रुटीको चाहिँ 200 रुपियाँ तिरेर खायौँ। अनि त्यो पावरले चाहिँ चन्दनबारीसम्म छिटो आयौँ। अनि त्यो चन्दनबारीमा खाना खाइसकेपछि चाहिँ अनि खानाको पावरले हामी सबैजनालाई छोडेर अगाडि गयौँ। अनि मैले चाहिँ बाटोमा जति पनि लालीगुराँसहरू भेट्छु नि होइन, सबै त होइन, 2-3वटा चाहिँ मैले टिपेर लिएर आएँ। त्यो चाहिँ मैले घरसम्म पनि लिएको छु है। अनि हामी चाहिँ आजै काठमाडौँ फर्किनको लागि चाहिँ गाडीलाई धिन्साबाटै फोन गरेको थियौँ। अनि हामी हिँड्न सक्ने जति चाहिँ अगाडि आयौँ। मम्मीहरू चाहिँ अलिकति पछाडि नै हुनुहुन्थ्यो, किनभने मम्मीलाई चाहिँ हिँड्न अलिकति प्रब्लम भइरहेको थियो, किनकि अलिकति बुढी मान्छे हो नि त। अनि मम्मीहरू आइन्जेल चाहिँ मैले यसो फोटो भिडियोहरू बनाएर टाइम पास गरेँ। अनि एकैछिनपछि मम्मीहरू आइपुग्नुभयो। अनि मम्मीहरू आइसकेपछि चाहिँ हामी रसुवालाई छोड्दै काठमाडौँतर्फ आयौँ। घर आइपुग्दा चाहिँ लगभग रातिको 11 बजेको थियो। त्यो बिचमा चाहिँ मैले फोटो भिडियोहरू केही पनि लिइनँ, किनकि त्यो लिने हालतमै थिएन, थाकेको थियो, निन्द्रा पनि लागेको थियो। अनि म चाहिँ गाडीमा सुत्दै पनि आएको थिएँ। यतिकैमा हाम्रो गोसाइकुण्ड ट्रेक पनि सक्यो। ओके गाइस, सी यू इन द नेक्स्ट ट्रेक। त्यो चाहिँ कहिले हो थाहा छैन। बाई बाई।